तपाईहरुलाई फेरि पनि नमस्ते भन्दै म भने आज भने पुनर्जन्म हुन्छ कि हुँदैन त्यसको विषयमा केही कुरा गर्न चाहन्छु। एक समयमा गेलोङ भन्छ है, अब गेलोङ भनेको एउटा भिक्षु उहाँको नाममा चाहिँ फाक्पा कातायाना भन्नुहुन्छ है। फाक्पा कातायाना एक समयमा एउटा गाउँमा जाँदै गर्ने टाइममा गाउँमा एउटा घरको बाहिर एउटा केटी चाहिँ बसिरहेको देख्छ। केटीको काखमा चाहिँ सानो नानी बसेको हुन्छ है। सानो नानीको हातमा माछा हुन्छ, अन्त भुइँमा चाहिँ कुकुर हुन्छ। त्यो कुकुरले चाहिँ माछाको हड्डी कहिले दिन्छ भनेर कुरिरहेको हुन्छ, पर्खिरहेको हुन्छ। अन्त पर्खिने टाइममा त्यो केटीले चाहिँ अब कुकुरलाई ढुङ्गा हानेर खेदाउँछ। अन्त खेदाइरहेको समयमा फाक्पा कातायानाले के भन्नुहुन्छ भन्दा चाहिँ फासिया सासिङ मालादेक लेङी ड्राउ पाउँदोला छेउमै खिकीहरू बाजा खोरिए छोला गेमरो भनेर। अन्त त्यो केटीले यो भन्नुको अर्थ चाहिँ के हो भनेर, यो भन्नुको मतलब चाहिँ के हो भनेर भन्नुहुन्छ उता फाक्पा कातायानाले। फाक्पा कातायानाले के भन्नुहुन्छ भने चाहिँ आफ्नै बाबाको पनि मासु खाइरहेछ, आफ्नै आमालाई पनि हिर्काइरहेको छ भनेर। अब आफ्नै बाबाको पनि मासु खाइरहेको छ, आफ्नै आमालाई पनि हिर्काइरहेछ भन्दा चाहिँ त्यो समयमा पहिलाको समयमा उहाँको बाबा आमा चाहिँ अहिलेको समयमा चाहिँ एउटा बाबा चाहिँ माछाको जुनीमा, आमा चाहिँ कुकुरको जुनीमा थियो अरे। अनि आफ्नै बाबाको पनि मासु खाइरहेछ, आमालाई पनि हिर्काइरहेछ। हिर्काउनु कसले हिर्कायो? कुकुरलाई हिर्काइरहेछ। अनि मासु के खायो? माछा खाँदैछ, माछा होइन। अन्त पहिलाको उसको दुश्मन सानो नानी थियो। नानी अहिलेको समयमा चाहिँ उसको नानी चाहिँ पहिलाको दुश्मन थियो अरे। दुश्मन भन्दा यस्तो कुराहरू मलाई देख्दाखेरि हाँस्नु मन लाग्छ भन्नुभयो। खोरिए छोला गेमोटा भनेर यो संसारमा यस्तो कुराहरू देखेर मलाई हाँस्नु मन पर्यो भनेर फाक्पा कातायानाले भन्नुहुन्छ है। अनि यो भनिसकेपछि यसले के बुझाउँछ भन्दा चाहिँ हामीहरूले प्राणीहरू पनि हाम्रो पुनर्जन्म पहिलाको जन्ममा केही न केही आफ्नो फ्यामिली भयो, आफ्नो बाजे बोजू भयो, आफ्नो शाखा सन्तानहरू त्यस्तोको जन्ममा अहिलेको जन्ममा लिएर आएको हुँदो रहेछ भनेर हामीले सोचेर यस्तो कुराहरू त्याग्नु सक्नुपर्छ। त्यागेपछि हामीले पुण्य गर्नु चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हो। पुण्य अहिले गरेछ भने अर्को